न्यू होस्टेल चाहिँ यही हो, देख्दै गरेको होस्टेल चाहिँ यो न्यू होस्टेल हो। हाम्रो कहाँ छ भन्दा चाहिँ अदमपुल यो टप्सल टोयोटा वर्कसपको अपोजिट हो हाम्रो होस्टेल चाहिँ हो। हाम्रो स्टुडेन्टहरू यहाँबाट नविन्दा भन्दैछ हो। यो एन्ट्री चाहिँ यहाँबाट छ हो। तर अब यो पनि नयाँ होस्टेल, यो पनि अब त्यस्तो बेसी उयो भएको रहेछ, राम्रोसँग चाहिँ भइसकेको छैन रहेछ हो। अब यसको भित्र देखाउँछु। यो चाहिँ अब हाम्रो गार्डहरू बस्ने जग्गा हो। यो अब बनिन्छ होला, अब नयाँ भएर चाहिँ बनिसकिहालेको छैन। यो देख्दै गरेको फ्लोर चाहिँ यो चाहिँ सबै पिएचडी स्कलरलाई मात्रै हो टोटल। यो चाहिँ पिएचडी स्कलरहरू कोही आएको छैन हो। यस्तो छ रुम चाहिँ यस्तो खालको छ हो। पिएचडी स्कलरलाई योभन्दा माथिल्लोपट्टि मास्टर्सको छ त लाफ। अन्त त्यसको माथि चाहिँ युजीको छ। यो चाहिँ पिजीको यस्तो छ रुम। यो खासै के छ भन्दाखेरि चाहिँ अहिले चाहिँ डोमेट्री सिस्टम छ। पछाडि चाहिँ अब रुम बनाउनु चाहिँ ठुलो रुम छ, त्यही हिसाबमा बस्नुपर्ने हुन्छ। यत्रो लामो ठुल्ठुलो रुम। सफा सिपी त सफा गर्दैछ। यहाँ चाहिँ यत्रो ठुल्ठुलो छ हो डोमेट्री। यहाँ चाहिँ अब त्यो खासै बारेको छैन त, हल टाइपको। अब हाम्रो खान्ते सुतिरहेछ। भर्खर आइपुग्यो आसामदेखि। आसामबाट ढिलो आइपुग्यो नि त हो सिपीले। सिपी यत्तिको चाहिँ काम गर्नु पऱ्यो नि त। हेर हो, दामी दामी दामी। अब इतना गर्ने चाहिँ अच्छा होगा ना। अहिलेदेखि माथिल्लोपट्टि जाँदाखेरि चाहिँ माथिल्लोपट्टि चाहिँ यो चाहिँ यहाँ चाहिँ छ, यहाँ चाहिँ युजीको मात्रै। यो साइड यस्तै छ। यो चाहिँ सब युजीको यस्तो छ रुम हो युजीको चाहिँ। यो चाहिँ अब के छ भन्दाखेरि चाहिँ अब डल्लै एउटा पार्टिसन गरेको छैन, डल्लै एउटा हलै छ। त्यसमा चाहिँ बस्नुपर्ने चाहिँ कोही सुतिरहेछन् हो। हो यस्तो छ। प्रियन्सु ऐना पनि हेर्नुको लागि ऐना चाहिँ फेसिलिटी चाहिँ ऐनाहरू छ हो। हेर पुरा फ्लोर छ हो। सबै यस्तै मात्रै छ, बारेको छैन हो, डल्लै यस्तै मात्रै छ। हेलो, वासरुमहरू चाहिँ यस्तो छ हो। यता छ वासरुमहरू चाहिँ यस्तो छ वासरुमहरू चाहिँ हो। अन्त अब माथि अब यो चाहिँ भयो टप फ्लोर हो। यो चाहिँ खासै डाइनिङ हुन्छ भोलि पर्सि। यो चाहिँ अब यो साइड चाहिँ किचन छ। किचनको यो हो, अनि किचन यो भइहाल्यो। पकाउने गर्ने यो छ किचन हो। अन्त यो भयो भाँडा धुने ठाउँहरू यस्तो छ। यहाँ बाहिर चाहिँ लुगा सुकाउने ठाउँहरू यताउति छ हो। त्यस्तो छ चल्दै छ ट्याङ्की नै। यो चाहिँ भयो हाम्रो रुम हो। बेडहरू यस्तो छ। यो चाहिँ मेरो बेड हो। तर हिजो सबै पानीले भिजेर चाहिँ यस्तो छ। अब यसलाई चाहिँ जग्गा बनाउनु पर्ने हुन्छ हो। त्यही गोदस सोदस पनि सब रेडी छ। यो चाहिँ हाम्रो